यो सरकार आज एउटा प्रश्न छ। 3 वर्षकी अबोध बालिका गरिमामाथि भएको यस्तो जघन्य अपराधको न्याय कहिले हुन्छ? जनताको आवाज सुनिन्छ कि सुनिँदैन? 3 वर्षकी बालिका जसले यो संसारलाई राम्रोसँग बुझ्न पनि पाएकी थिएनन्, जसको हातमा आज खेलौना हुनुपर्थ्यो, तर आज उनको नामको न्यायको आवाज बनेर देशभर गुन्जिरहेको छ। गरिमा चौधरीको घटनाले हरेक आमा बुवाको मनमा एउटै प्रश्न उब्जिएको छ, हाम्रा छोरीहरू आखिर कति सुरक्षित छन् त? आजको यो भिडले एउटा कुरा भनिरहेको छ, यो आवाज एउटा व्यक्तिको मात्र होइन, कुनै एक ठाउँको मात्र पनि होइन, यो आवाज हरेक अभिभावकको आवाज हो। दोषी जोसुकै होस्, उसलाई राजनीतिक संरक्षण नहोस्, कानुनी कठघरामा उभ्याएर कडाभन्दा कडा सजाय दिइयोस्। यदि अनुसन्धानले दोषी प्रमाणित गर्दछ भने अदालतले कानुन अनुसार निष्पक्ष न्याय ढिला हुनु हुँदैन। न्याय ढिला हुनु भनेको गरिमाका आमा बुवाको पीडा अझै लम्बिनु हो। आज देशैभरका जनताहरूले बालेन सरकारलाई एउटै प्रश्न गरिरहेका छन्, 3 वर्षीय अबोध बालिका गरिमाको परिवारले न्याय कहिले पाउने? हत्याराहरूलाई दोषी प्रमाणित गरिसकेपछि नेपाल सरकारले तोकेअनुसार सबैभन्दा कठोर सजाय यो सरकारले हत्याराहरूलाई दिलाउन सक्छ कि सक्दैन? बालेन सरकार होस् या जोसुकै सरकार होस्, जनताको अपेक्षा एउटै हो, बालबालीको सुरक्षा, पीडितको न्याय र दोषीलाई नेपाल सरकारले तोकेअनुसार कठोरतम सजाय। गरिमा अब तपाईँ हाम्रो माझ कहिल्यै फर्केर आउने छैनन्। यति भन्दै गर्दा उनको न्यायको आवाज कहिल्यै पनि मर्न दिनु हुँदैन। एउटी गरिमाको लागि उठेको आवाज भोलिका दिनमा हजारौँ बालिकाहरूको सुरक्षाको आवाज बनोस्। बालेन सरकार, तिम्रो सरकारले नगरे अब कसको सरकारले गर्ने?